दामी रहेछ 1.5 किलो मैक्सिमम भयो 1.5 किलो नभए 1 किलो भन्दा माथि हुन्न भन्ने छ कि उहाँ कुखुराको विशेषज्ञ कुखुरा बेद के हुन्छ कुखुरा बेदले के भन्नुहुन्छ कुखुराको बारेमा के भन्नुहुन्छ कुखुराको बारेमा त के भन्ने हो काटेर खाँदा मिठी हुन्छ काट्न सके भए नसके यसरी छ जिन्दगी नपाए काटे मिठो खान्न ओके हुन्छ देखाइदिनु हैन हैन काटेको देखाउनु अर्गानिक भने यस्तो हुनुपर्छ के भएर सबै अर्गानिक गराउँछ भने उहाँले खरायोबाट खै त के भयो नानी के हेरेको तिमीले गइन लान्छ चिकन पकाउनु भनेको चिया पकाए जस्तो होइन यति नुन बिग्रो 1 कप चिया फालिदिउँ न त भन्दा नि 20 रुपियाँ जाने र 3-3टा चिकन काटे कम्ती पनि 6000 भन्दा माथिको खर्च भइसक्यो यहाँ के भन्छ श्यामबा यो विषयमा हजुर के भन्छ 6000 को नोक्सानमा भन्नु त 4-5 घण्टा भ्याउनु छ नि भुत्लाएर ओहो धेरैवटा काटेको राख्छ नि हजुर धेरैवटा काटेको एउटा भए त म 1 मिनेट आएर भ्याइदिन्थेँ ए 20-30 भएर 1 2 उता 3 हैन चुनावै लाए जस्तो छ के छ ठिक छ जीरा मसाला त्यसलाई अब सरसर भुट्ने र तोरियो तेलमा त्यो प्याज अदुवाको पेस्ट अब भुट्नुपर्छ भुटाइसि होइन बाबु यति राम्रो हुन्छ ल नाटकी हुने नि तपाईँको 20-22 सेकेन्ड भिडियो छ ल आन्सर मासु त्यहाँ हाल्दैन प्लेट पठाइदिनु ठिक छैन बवाल भनेपछि त्यहाँ कति जान्छ तलपुर